गाडीको सुन्दरतालाई अझै निखार ल्याउनलाई हामीले रोबिन पोलिसिङको काम गर्दैछौँ। यो पेन्टिङ एउटा स्टेज भयो, त्यस पछाडिको रबिनै हो कि रबिन जति राम्रोसँग भयो त्यति नै राम्रो गाडीको फिनिसिङ, गाडीको त्यति नै राम्रो डिटेलिङ र गाडीमा कलरको साइनिङ पनि त्यति नै। त्यो हुनाले यस्तो कामलाई चाहिँ एकदम केयरलेस नगरी राम्रोसँग ध्यानपूर्वक समय दिएर, विशेष गरी यो समय दिने काम हो। यसमा चाहिँ हतार गरेर चाहिँ यसमा हुँदैन। समय चाहिँ राम्रोसँग दिनै पर्छ यो काममा। यसमा चाहिँ हामीले दुई पिस पेन्टिङ गरेका थियौँ, क्वार्टर प्यानल र ढोका डेन्टिङै थियो, दुईतिरै डेन्टिङ थियो। यस्तो हुँदैछ यो चाहिँ। अब यो पोलिसिङको कामको चाहिँ लगभग यो 30% काम हो। अब यसलाई अझै मजाले सफ्ट कपडाले पुसेर त्यस पछाडि पोलिसिङ गरेर अनि ह्यान्डओभर गर्ने हो। अहिले चाहिँ यस्तो हुँदैछ, छाया देखिन थालिसक्यो, अब त ऐनै भइसक्यो।